लगायत वेलकम छ सबैजनालाई। आज चाहिँ हामी बुढाबुढी भएर कोतरक मुगान खोज्न हिँडेको है साथीहरू। ल यहाँ पुरा साथीहरू लागेका छन्, म यहाँ छु है। आजको काम चाहिँ च्याउ हन्टिङ, च्याउ खोज्ने हो। टक्क भिडियो पनि आउँछ, हेर्दै रहनु होला। हामी चाहिँ यता वनतिर छौँ टक्क। त बुढी छ सन्तोष भाइ, पुरा हामी है गाइज। एउटा च्याउ भेटायो है। ल एउटा भेटायो केटा। ल यस्तै हो कोतरक मुगान। आजको काम कोतरक मुगान खोज्ने हो। भेटायो ल छ दुईटा भेटायो। यस्तै गरी आजको तरकारी चाहिँ यो कोतरक मुगान खोज्ने हो हाम्रो लक्ष्य है त। स्टे ट्युन गाइज। उता जाम क्या तलतिर। खै कति पायो? यहाँ पाएछ ल, 1 प्लेट पाएछ है। ल अब अलिक उतापट्टि जाऊँ। देखाएन कि आँखा रतन त लाग्यो होला, पुरो बुढो भएको होला, केही देखिएन। पैसा भए देख्ने गऱ्यो, यस्तो कहाँ देख्छ यो। थाक्यो लास्टै। एक पाउ जति छ। प्याप्पैको धेरै हो। ऊ पनि छैन, एक मुठी पनि छैन। खोलालेको यही हो। यही खदलेको हुँदै नभएकोमा खदलेको पाएको कि हो। बाँधा जस्तो भयो मान्छे त है गाइज। दुईटा भेटाउन सफल है। धेरै बेर गएपछि दुईटा भेट्यो है। दुईटा यता खोज्न परेर अरू छ कि दुईटा भेटाइयो। धेरै बेरपछि यस्तो जग्गा खोज्न पनि कति हत्ते हो। छैन अरू। ए ल उता जाने पो, यता छैन। नदेखेको हो कि नभएकै हो कि के हो जानिएन गाइस। दुईटा 5वटा भेटायो अहिलेसम्म। 5वटा भेटाउन सफल। कोतरक च्याउ है गाइस। यहाँ माटोभित्र रहेछ अलिकति पुटपुटे च्याउ। यहाँ एउटा कसैले खोजेको ठाउँ रहेछ। उसले माथिको मात्रै उकाली हिँडेछ। त्यहाँ मैले खोदालेको 6-7वटा पाएँ क्या। माटो खन भने भए के मान्थ्यो। यहाँ खनिरहेछ हो। यी
निस्कियो है साँच्चै नै के हो यो अर्कोचोटिलाई रेडी हो क्या यो निस्किनु सोचे झैँ जिन्दगी रहेनछ यसरी उक्काउने भयो अब यहाँ बिहान आउनेहरूले आत्तिएर खनेर पक्कै छोडेको हो म 4-5 वटा पाएको अब खोर्यातामै खोर्याताम दुईटा त पाएँ ए खोर्यातमा परेछ कि पाछ नङ बिग्रिने भएको गर्मी तेरिका थुप्रै पायो यार भन्छ यार तेरिका नै खोज्दै झरम लोटलाई ए माबाले फेरि चाहिँ रोक्दी कि गाह्रो आहा नि मरोक्दी छ फेरि यसो भिरमा त्यो कहीँ नगा ठाउँमा त्यसमा यसो हुने रहेछ कि ए सस्तै भेटायो त्यहाँ यार त्यहाँ छ है सस्तै त्रिकाले पुरै भेटायो यार खुल्ट्याङ खाऊ न त्यहाँ त परत्तै रहेछ भयो त्यहाँ चाहिँ ऊ एउटा गुल्टेर यता आएछ तिनी गुल्ट्याएको ल खोजा खोजा लौरो नपाए बत्तले खोज्दै जाम आस्ते आस्ते पुटे च्याउ हिँड्न भयो झ्याउ पाएन च्याउ खै कति पायो बुढीले ए अन्त 6वटा पाएको चाहिँ म त्यो देखेँ यस 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 गाइस लेट्स गो कुल 3टा त भेटाए अलिअलि त्यो ढाड देखाएर माथि पनि देखेँ यस पुरा चाङबरेले चाहिँ यस्तो गर्ने
अझै भित्र छ कि मैले अलिक त्यस्तो गर्दाखेरि भेटाएँ ल है मेरो नि 6-7वटा भयो है राइट पुटे च्याउ क्या हो कि क्या हो पाएँ अलिअलि पाएँ त्यो डन्डामा पनि हुने कि फेरि नम्बरमा अनि नम्बरमा हुन्छ ल तिमीले कति पायो ए मेरो यति हो एक साग नि हुन्न क्या हो मेरो रहेछ धेरै मैले देखेकै छैन अब यति त धन्न देखेको हो यस्तो सोलो मसँग खोल्ने भएको दिन बित्छ यहाँ मैले देखेँ तिमीले के अब त तिमी नदेखेँ मैले देखेँ क्या अब त पुटे च्याउ देखेँ होइन है हाँस्दै अलिक पावरवाला चस्मा चाहिने रहेछ क्या यसलाई त मलाई लाग्छ यसलाई पावरवाला चस्मा चाहिन्छ अलिक बल गरेर देख्छ कि हाँस्दै देखेँ होइन ढुङ्गा बराबर देखेँ है पुटे च्याउ है ए कहाँ छ र पोटी बिहार गर्नु ल अलि सानो छ कि अलि ठुलो भएपछि छिटो गोमिन्छ मैले केही देखेँ होइन खासै एउटा दुइटा देखेँ है त्यो पनि नजानेको हो क्या अब निभाइ जाम होला अनि यस्तो भयो क्या अब खोल्ने त खरास निस्किहाल्यो एउटा दुइटा चुवा कहाँ छ हाया या तेरिका झोला पनि या यो प्लास्टिक भइरहेको छ ल्या भित्ता कोतर्न पर्ने रहेछ क्या आफै आँखा खाइदै भयो हो हात हाया उमा मासको दाल ल है च्याउ खोज्नेहरूको हालत यस्तो छ च्याउ पनि अब तर्सी क्या अरूभन्दा त्यहाँ हुनुहुन्न कोतरेकै यति पाएको क्या सन्तोष खरस यहाँ एउटा छोडेछ कि ताले यता रहेछ फेरि यता कतार्न पर्यो छ के छ नातिर खज त छ खतरा खुरी यो झोला पनि ल्याङ गऱ्यो क्या आया होइन खोजे खान खरेस के बाद एक आज अब
यी खोरे खाना परेछ क्या बाबु मनला ठाउँ खोरेखेरि नि त हो कि दुईवटा पाइहेखेरि सम्म जस्तै यस्तो हल्का बिरालो जसँग खोरेको थियो भने त पाए यो नै हो कि पछि निस्किने हामीले छोडेको नि त त्यहाँ त्यो कति सासान हो के गरे खै कति भेटायो झोला खुल्टीमा हालिरहेको त्यो ल्याऊ कुन खुल्टीमा यहाँ हालिदियो कि रहर पुरा गऱ्यो है पुटपुटी च्याउको रहर पुरा भयो गाइज फ्रेन्ड्स च्याउ खोज्यो है या दुईटा के ल है अन्तिममा हो यस्तो पनि हामीले यति पायो ल पुटपुटी च्याउ हामीलाई त छ्यामा दिन्छ भन्छ आउनु मामा बस्न यता वामो नास्ता खान बस्दै ल